ओके सो गाइज डे 2 कि डे 3 खै के हो त्यो जे भयो नि होस् आज चाहिँ भ्लग कहाँबाट दमौलीबाट सुरु हुँदैछ अहिले चाहिँ दाइले पैसा निकाल्दैछ एटिएमबाट एन्ड देन के भन्छ यो पछि चाहिँ हामी कहाँ 12 बजे जाँदैछ मेरो गाउँ अझ अझीलाई सरप्राइज दिन होपफुली सरप्राइज त्यो रियाक्सन चाहिँ रेकर्ड गर्न पाऊँ है त सो लेट्स सी अन द वे टु गाउँ अन आवर स्कुटी विथ दाई एन्ड मी एन्ड दाई म र दाई दुईजना एन्ड एज यु क्यान सी बाटोको हालत यस्तो छ यो त धेरै राम्रो नै लाग्यो पहिला भन्दा चाहिँ कम्पेरिटिभली धेरै राम्रो भएको रे बाटो एन्ड यस द्याट इज द चाइना पुल यहाँ चाहिँ कसरी बनाउँछ त फोर्ट लेन अब काठको माथिको घरहरू छेउ भयो त काठको होला यता अलिकति उठाउँछ होला सायद त्यही भने गाइस धुलो चाहिँ अति यार ए अनि यता चाहिँ अर्को पुल बनिरहेको रहेछ यसको रिप्लेसमेन्ट किनकि यो पुल एकदम हल्लिन्छ के द्याट्स वाइ बा विन्डोज त कस्तो आइरहेको छ यार घुर 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 हुश लखे ए साइले को हुनुहुन्छ समातल चल नमस्ते सन्चै हुनुहुन्छ हजुर सन्चै हुनुहुन्छ नेपाल आएपछि यतिको धुलो नखाए त के नेपाली होइन किन कस्तो सुने छैन होला चाहिँ नेपाल आएर यतिको धुलो खाएन भने त के नेपाली बाटो हेर साथीहरू होइन एकछिनको बाटो यो पछि ठिक हुन्छ ठिक छ ओके अनदर डे है लाइक यो भ्लग्सहरू चाहिँ गाई सबै के भन्छ माइक मेरो यहाँ छ सो त्यसरी बोल्छु होइन के भन्छ भ्लगहरू चाहिँ सबै एकैमुष्ट नै आउँछ होला आई थिङ्क सो मैले एडिट गराएको छैन केही पनि आज चाहिँ हेलमेट लाएर जाँदैछु सो वेयर आम गोइङ टुडे इज दिस इज अनदर डे एन्ड टुडे म चाहिँ आज के भन्छ उता पोखरा गइरहेको छु दाइ र म होइन सो अहिले चाहिँ हामी ठ्याक्कै दमौलीबाट निस्किसक्यौँ एनिवेज आज चाहिँ मेन भनेको चाहिँ पोखरा घुम्ने प्लस कान्छीनीलाई भेट्ने पनि प्लान छ द्याट्स वाइ बाटो भने चाहिँ त्यस्तै हो गाइज होइन यस्तो चिल्लो छ लिटरली पोखरासम्म यस्तै छ अरे भन्ने सुनेको थिएँ मैले अलमोस्ट अनि अर्को कुरा के नि गाइज यहाँ डाइभर्जन भनेर लेखिरहेको छ होइन हाम्रोलाई चाहिँ अनि के भइरहेछ भन्दा उतापट्टि आएको गाडीलाई चाहिँ लाइक उनीहरूलाई थाहा पनि छैन कि हामी आएर उतापट्टि बोर्डै हाले छैन कि त्यो जस्तो ठाउँमा चाहिँ अनि त्यो भएर चाहिँ एक्सिडेन्ट एकदम धेरै भएको जस्तो लाग्यो मलाई चाहिँ किनकि मैले धेरै देखेँ कि मान्छेहरू झुक्की पनि रहेको छ कि त्यही भएर अब हामी यसरी गइरहेछौँ होइन यतापट्टि लेन खाली छ अनि यतापट्टि गइरहेछ होइन अब फर इक्जाम्पल घुम्तीहरूमा त उता बोर्ड छैन भने त सकिएन त त्यही भएर चाहिँ गाइज फाइनली हियर इन पोखरा आफ्टर 3 years पोखरा पनि होइन लास्ट टाइम कहिले आएको नि याद छैन आजको एकदम दिन आएको थियो क्या लास्ट टाइम त्यही होला पोखरा आएको भनेको 3.5 वर्ष अगाडि एन्ड यस बाटो भने त्यस्तै हो ट्राफिक भने त्यस्तै हो होइन जताबाट नि जो पनि आइरहेछ तर यस्तै त हो यहाँको बाटोहरू होइन हामी पनि त्यसै नि हिँड्दा अब यहाँबाट त छिटै पऱ्यो लेफ्ट बाटोपट्टि गर्नु नपाउनु पर्ने हामी तर के गर्नु गरिरहेछौँ हुन त पोखरा त अरू ठाउँभन्दा कम्पेरिटिभली अलिकति सफा त सफा नै हो यार त्यो त अरू ठाउँ हेरिकन चाहिँ धेरै नै सफा यार काठमाडौँ कम्पेरिजनमा चाहिँ पोखरा एकदमै के भन्छ सफा सुग्घर के भन्छ होइन एकदमै के ए सरको बदला नि ल सन्चै हुनुहुन्छ मकै यामा आएको सो के अरे वर्कसप गएको थियौँ स्कुटी अलिकति धोइयो अलिकति सफा गरियो अनि अब चाहिँ वी हेडिङ टुवर्ड्स पुम्दी कोट त्यहाँ ठुलो शिवको मूर्ति भएको ठाउँ
ए ऊ त्यहाँ अगाडि देखेछ कि नाइ गाइज ऊ त्यहाँ माथि जाने हामी अहिले खै 20-25 मिनट लाग्छ भने बट लेट्स सी होइन के कस्तो हुन्छ बोल न बोल हामी चाहिँ पुग्नुको आइसक्यो म यहाँ मेरो माइक यहाँ छ तर यस सो गाइज अहिले आइपुगिसक्यो त्यही हो यहाँबाटको भ्यू चाहिँ अति बवाल के यार आज अलिकति मौसम त के यार अलिक फगी अलिकति त्यो फगी हो कि पल्युसन हो के हो कुनै त्यसले गर्दा त्यस्तो भएको छ त्यो बाहेकको चाहिँ सब ठिक छ होइन कनेक्ट भयो त्यहाँ अब बोल रेकर्ड भयो ल गाइज ऊ त्यहाँ देखिरहनु भएको चाहिँ त्यो अघि हामी तलबाट आएको जुन त्यो पिस पगडा त्यो त्यहाँ छ र त्यसको अलि हाइटमा चाहिँ ल शिवको यो पुम्दीकोट भन्ने ठाउँ छ है एन्ड देन अब यहाँबाट चाहिँ निस्किनु लाग्यो अब यहाँबाट पहिला निनी घर जाने अनि त्यसपछि चाहिँ खाजा खाने हुन्छ होला आजको दिन चाहिँ अनि त्यसपछि दमली फर्किने प्लान हो